यो तपाईँको चाहिँ सङ्घर्षका कथाहरू भन्ने एउटा पोडकास्ट कार्यक्रम आजबाट सुरुवात गर्नुभएको रहेछ है। र त्यसमा पनि पहिलो अतिथिको रूपमा होइन हजुर मलाई चाहिँ निम्ता गर्नुभएकोमा एकदम धेरै धेरै धन्यवाद होइन। धेरै नेपालीको रोजाइको विषय पनि बनेको छ नि त जापान होइन। एकदम हजुर आउने मान्छेहरूलाई पनि होइन कस्तो रहेछ त हजुर यहाँका कुराहरू अलिकति हजुर। सेयर गर्न चाहिँ सकिन्छ कि भन्ने उद्देश्य हो सर। एकदमै म्याग्दी बेनीको हजुर वडा नम्बर 4 मा रहेको होइन हजुर हजुर श्री शिवालय आधारभूत विद्यालय थियो त्यति बेला हो होइन। हजुर त्यहाँ चाहिँ हाम्रो भेट भएको थियो होइन सर। एकदम एकदमै। अब नेपालमा चाहिँ अब अवसर नै छैन भन्दा पनि अब विदेश जान्न भन्ने मेरो चाहिँ अठोट थियो पहिला एकदम एकदम होइन। सङ्घर्ष गरेँ नेपालतिर धेरै। हो सुरुमा जापानमा कुन ठाउँमा सरको? यस्तो भयो, म चाहिँ ओकिनावा आएँ। हजुर अनि त्यहाँ आएपछि बेसरी दुःख पाइयो सर है। अनि त्यहाँ आउँदाखेरि अब हामी बिहान ल्यान्डिङ भएको थियो। हजुर त्यसपछि लग्यो है लाँदा लाँदा अनि त्यो घरै नगएको ठाउँतिर लग्यो कि खेतै खेत खेत पनि थिएन, झाडीहरू थियो कि त्यो ए अँ। घाँसको। अचम्म लाग्छ कि अब 63 सालपछि अब शान्ति सम्झौता भयो होइन। हजुर त्यसपछि सबै मुलुकहरूको राजनीतिमा आयो होइन हजुर सबै पार्टीहरू। अब त्यसपछि पनि विकासले त अलिकति पनि गति लिन सकेन कि अहिले जे भइरहेछ त्यो त यो स्वाभाविक विकास हो, हो। नेचुरल कि त्यो एकदम केही पनि नगरे पनि हुने कुरा हो कि। हो। हुन्छ नमस्कार, सङ्घर्षका कथाहरूमा आज हामी जापानको नागोयामा छौँ र आज सङ्घर्षको कथाहरूको पहिलो श्रृङ्खलामै मेरो एकदमै आत्मीय मित्र, हामी धेरै लामो समयदेखि सहयात्रा सङ्घर्ष सँगै गरेका एकदमै मिलनसार व्यक्तित्वलाई मैले निम्त्याएको छु यहाँ। सरलाई स्वागत छ कार्यक्रममा। नमस्कार। नमस्कार, धन्यवाद। के छ सर, धेरै लामो समयपछि भेटघाट भइयो है। त्यही त अब एकै ठाउँमा बसेर पनि है अलि व्यस्तताले भनौँ अथवा त्यस्तै यो कर्मभूमि भन्दो रहेछ, कर्मै गर्न आएको जस्तो हुँदो रहेछ सर है। एकदम एकदमै कर्मभूमिमा कर्मै गर्दा गर्दै बाँकी कुराहरू चाहिँ अलिकति भेटघाट चाहिँ पातलो हुँदो रहेछ। दूरीको हिसाबले त्यो टाढा त होइन, त्यही त तर पनि भेटघाट चाहिँ पातलै छ। र पनि हाम्रो अब आत्मीयता भन्ने कुरा त छँदैछ होइन। यो भेटघाटले सङ्घर्षका दिनहरूले हाम्रो सम्बन्धलाई तलमाथि पार्ने त कुरो भएन एकदमै। अनि जुन हाम्रो लक्ष्य योजनाहरू अनि केही परेका खण्डहरूमा हामी गफगाफ गर्दै आइरहेका छौँ होइन। एकदम। अनि कुराहरू त भइहाल्छ। ठिकै छ, आज अलिकति सानो सुरुवात मात्र, किनभने हाम्रो कुराहरू पनि एउटा रेकर्ड गरेर पनि राख्न पाइयोस् र कसैको लागि अब हाम्रो सङ्घर्षका दिनहरू होइन कसैको लागि प्रेरणाको स्रोत पनि बन्न सक्छ कि एकदमै भनेर चाहिँ मैले त्यस रेकर्डको लागि फ्युचरमा अब भविष्यमा हेर्दाखेरि यस्तो थियो नभुलियोस् केही कुराहरू होइन। पछि हुँदै जाँदाखेरि भुल्ने कुराहरू धेरै हुन्छन् नि होइन, नभुलियोस् भनेर मैले चाहिँ यो रेकर्डको लागि विशेष गरी चाहिँ मैले योजना बनाएर यो काम गर्दैछु सर। कस्तो लाग्छ? युट्युब च्यानल चाहिँ पहिला पनि थियो कि अहिले आजबाट छन चाहिँ थियो सर, हल्का फुल्का भिडियोहरू चाहिँ हाल्ने गर्थेँ। हजुर, विशेष गरी यस्तो कार्यक्रम चाहिँ गरेको थिएँ औपचारिक सुरुवात चाहिँ आजदेखि। अनि विशेष गरी तपाईँसँगै नै सुरु गर्दाखेरि मेरो कुराहरू नि खोटालिनु भयो। हजुर। र हाम्रो जुन धेरै योजनाको कुराहरू अनि अब फ्युचर प्लानहरूको बारेमा चाहिँ एउटै थियो जस्तो लाग्छ होइन। र नै यहाँसम्म छौँ, सँगै छौँ। त्यो भएर अनि मेरो कुराहरू पनि निस्किने भयो, प्लस तपाईँको कुराहरू पनि केही थप घट हुने भयो होइन। अनि राम्रो बन्छ कि भनेर तपाईँलाई सुरुवातमै तपाईँलाई विशेष गरी मेरै कुरा नि खोलियोस्, मेरै कुरा नि गर्न पाइयोस्। अब हेर्नुहुने महानुभावहरूलाई पनि मैले सुरुवात गरेछु भने मेरो कुराहरू पनि जानकारी होस् भनेर तपाईँलाई स्वागत गरेँ आज। त्यही त यो तपाईँको चाहिँ सङ्घर्षका कथाहरू भन्ने एउटा पोडकास्ट कार्यक्रम आजबाट सुरुवात गर्नुभएको रहेछ है। र त्यसमा पनि पहिलो अतिथिको रूपमा होइन हजुर मलाई चाहिँ निम्ता गर्नुभएकोमा धेरै धेरै धन्यवाद होइन। र तपाईँको यो च्यानलको यो युट्युब च्यानलको हजुर
सफलताको पनि कामना गर्दछु। धन्यवाद है सर, एकदमै धेरै धन्यवाद। आज जस तपाईँले र मैले गरेका कुराकानीहरू दर्शकहरूको लागि पनि श्रोताहरूको लागि पनि एकदम अलिकति जस केही यहाँको हामीले अहिलेसम्म भोगेका सङ्घर्षका कुराहरूबाट केही जान्ने अवसर मिल्छ जस्तो लाग्छ है। एकदम सर। र अब अहिले पछिल्लो समयमा धेरै नेपालीको रोजाइको विषय पनि बनेको छ नि त जापान, होइन? एकदम हजुर। आउने मान्छेहरूलाई पनि होइन कस्तो रहेछ त हजुर यहाँका कुराहरू अलिकति सेयर गर्न चाहिँ सकिन्छ कि भन्ने उद्देश्य हो सर। एकदमै हाम्रो केही कुराहरूले चाहिँ अब आएर सङ्घर्ष गर्दै गरेका भर्खरै होइन र अब आउन चाहने भाइ बहिनीहरूको लागि पनि अलिकति केही जान्ने चाहिँ अवसर यहाँबाट मिल्न सक्छ भन्ने चाहिँ अपेक्षा मैले गरेको छु। एकदमै सर। म सुरुमै हजुरलाई स्मरण गराउन चाहेँ सर। हजुर, हाम्रो सुरुमा भेट चाहिँ कहाँ भएको थियो सर? कहाँ र कति सालतिर होला? सायद आजभन्दा करिब 12 वर्ष अगाडि होला है। हजुर 12 वर्ष अगाडि शिवालय प्राथमिक विद्यालय एकदम है, म्याग्दी बेनीको हजुर वडा नम्बर 4 मा रहेको होइन? हजुर श्री शिवालय आधारभूत विद्यालय थियो त्यति बेला होइन? हजुर त्यहाँ चाहिँ हाम्रो भेट भएको थियो होइन सर? एकदमै तपाईँले आज यो कार्यक्रममा बोलाएर होइन हजुर मलाई जस म अब त्यो सम्झिने नसम्झिने त होइन, एकदम सम्झना आइरहेको हुन्छ। तै पनि फेरि एकपल्ट त्यो त्यहाँको तपाईँको चाहिँ समाज, स्कुल, परिवार होइन, आफूले पढाएका विद्यार्थीहरूलाई सम्झिने एकदमै अवसर दिनुभयो, त्यसको लागि धन्यवाद। सबैलाई एकदम मिस गरिरहेको छु है। हामीले पढाएका विद्यार्थीहरू जापानमा धेरै आउँदैछन् नि सर, आउँदैछन्, कतिपय आइसके है। हजुर हामीले पढाएका स्टुडेन्टहरू मैले पनि यता कता चाहिँ फेसबुकमा देखिरहेको हुन्छु। हजुर हामीले पढाएको विद्यार्थीहरू अब विदेश जाने क्रम चाहिँ अब नेपालको बाध्यता भनौँ कि के भनौँ है। अब +2 पास गरेपछि एउटा न एउटा गन्तव्य भनेको विदेश नै हुँदो रहेछ अहिले। हजुर त्यो पनि अलिकति आर्थिक रूपमा अलि लाभ लिने ठाउँ भनेर अब जापान पनि हजुर पर्छ होइन? त्यही त अब नेपालमा चाहिँ अब अवसर नै छैन भन्दा पनि अब कतिपय फेरि त्यहाँ बसेर गरेका साथीहरूलाई होइन, हजुर हामीले यति गरिरहेछौँ तै पनि फेरि अब होइन अवसर छैन भन्छन् साथीहरू भन्नु होला। तर कस्तो छ नि, अवसर होला आफ्नो ठाउँमा, तर एकदमै न्यून छ के होइन? तपाईँको 100 जनाले चाहिँ सङ्घर्ष गर्यो भने सफल हुने चाहिँ एकजना हो कि जस्तो लाग्छ है। मेरै बारेमा तपाईँले अब हेर्नुभयो भने पनि मैले विदेश जान्न भन्ने मेरो चाहिँ अठोट थियो पहिला। एकदम होइन, सङ्घर्ष गरेँ नेपालतिर धेरै, अलिकति त्यहाँ बसेर चाहिँ नहुँदाखेरि फेरि विदेशको विकल्प चाहिँ रोज्नु परेको। त्यसमा पनि के छ भने म सिङ्गल लाइफ हुँदाखेरि चाहिँ चल्छ कि होइन, जब परिवार हुन्छ अनि बच्चा बच्ची हुन्छ, त्यसपछि चाहिँ जिम्मेवारी थपिँदै जान्छ नि। त्यसपछि यस अब विदेशको बाटो चाहिँ रोज्न बाध्य भइन्छ जस्तो लाग्छ। तर अब एकाध साथीहरू नेपालमै व्यवसाय गरेर सफल हुनुभएको पनि देखिन्छ। त्यहाँ हामी भेट्ने क्रममा मैले यहाँ मेरो एकदमै आत्मीय मित्र अहिले अस्ट्रेलियामा हुनुहुन्छ राजेन सरलाई एकदम सम्झिन, उहाँलाई म पनि धेरै मिस गरिरहेको छु। नमस्कार राजेन सर अनि विक्रम सर होइन? हजुर अनि हाम्रो योजना हजुर थियो अब सुरुमा त यतै नेपालमै के गरौँ भन्ने थियो होइन सर? हजुर अनि थालनी पनि गर्न खोज्या नि हो, नगरे होइन होइन, विभिन्न कुराहरू गर्न चाहिँ खोज्या हो। हजुर अन्तिममा के हो भयो भने धेरै कुराहरू केलाउँदै जाँदाखेरि हामी होइन एकचोटि परदेश त लाग्नै पर्छ, यो स्रोत साधन जुटाउनको लागि भए पनि भन्ने कुरा निस्क्यो होइन सर? एकदमै हजुर। तपाईँलाई याद छ त्यो हामी खोलाको डिलमा बसेर 3 जनाले एउटा कमिटमेन्ट गरेका थियौँ, त्यो स्कुल हाम्रो राजिन सरले छोड्नुभन्दा त्यतिखेर फोटो पनि छ होला, छोड्नुभन्दा केही दिन मात्र थियो होइन? अनि त्यो खोलाको डिलमा बसेर हामी 3 जनाले एकदम सिरियसली कुरा गरेका थियौँ। अर्गानिक रिसोर्टको परिकल्पना थियो। अनि त्यति बेला राजिन सर अस्ट्रेलिया जाँदै हुनुहुन्थ्यो। अनि त्यति बेला के भयो भने कुरा, ल त्यसो भए 3 जनै जाने होइन, कतै विदेशै जाने मात्र 5 वर्षको लागि। 5 वर्षपछि यही ठाउँमा यही ढुङ्गामा बसेर हामी फेरि यहाँको नेपालको लागि केही योजना बनाउने छौँ भनेर भनेको याद छ नि होइन सर? एकदमै भिडियो राजिन सर अस्ट्रेलिया जानुभयो, तपाईँ र म चाहिँ सँगै फेरि
जापान आइयो है सर। सुरुमा जापानमा कुन ठाउँमा सरको? यस्तो भयो, म चाहिँ ओकिनावा आएँ। हजुर। तपाईँ चाहिँ हामी भाषा कक्षा चाहिँ सँगै पढ्यौँ, तर यता आउने क्रममा चाहिँ यो निहुँ गएकोहरू चाहिँ फरक फरक भयो। त्यसमा पनि केही कारणहरू छ है। अब जस्तो मेरो चाहिँ यो एकाडेमिक ग्याप चाहिँ अलिकति धेरै भएको भएर अलि हाइरियासी मसमा जाउँ भन्ने हैन। तपाईँको चाहिँ रेगुलर जस्तो थियो। हजुर हजुर। अनि हाम्रो विनय सरसँग सल्लाह गरेर उहाँले चाहिँ रिकमेन्ड गरेको ठाउँमा सोच्नु गर्नुभएको थियो है। हजुर हजुर। विनय सरलाई पनि एकदम मिस गर्न चाहन्छु यहाँबाट। एकदम एकदमै। अनि सर चाहिँ ओकिनावा। हजुर। ओकिनावाको स्कुलको नाम के थियो सर? मेरो जेएसएल है। मेरो चाहिँ फुकुओका थियो। हजुर। निल्स भन्ने हजुर स्कुलमा आएको थिएँ म चाहिँ। हजुर। तर लास्ट दुःख पाएँ नि सर त्यहाँ हेर्दा। हो ओहो, परिकल्पना गरेको जापानभन्दा फरक रहेछ है। ओकिनावा कस्तो थियो? ओकिनावाको बारेमा एक दुई अब के भोग्नु भयो त्यहाँ यसो भनिदिनुहोस् न। यस्तो छ, ओकिनावा चाहिँ एउटा छुट्टै टापु हो है। त्यो जहाँसम्म लाग्छ 45-50 वर्ष, ठ्याक्कै त्यो डेट चाहिँ थाहा भएन। हजुर हजुर। 45-50 वर्ष पहिला हजुर अमेरिकाको एउटा चाहिँ त्यो टापु रहेछ क्या त्यो, अमेरिका नै हो पहिला। अनि पछि त्यो एउटा सन्धिको मार्फत जापानले लाई फिर्ता गरेको जस्तो लाग्छ। त्यहाँ अझै पनि अमेरिकन बेस क्याम्प छ। धेरै जसो अमेरिकन अनुहारहरू देखिन्छ त्यहाँ अझै। तर त्यहाँ चाहिँ त्यति बेला कामको अपर्च्युनिटी चाहिँ एकदमै कम थियो है ओकिनावामा। अनि मौसमको हिसाबले चाहिँ एकदम राम्रो भन्ने सुन्छु। हो, यो टुरिस्ट एरिया हो, घुम्नको लागि असाध्यै राम्रो छ, असाध्यै राम्रो। बिचहरू छ एकदम राम्रो राम्रो हैन। सानो छ कि तपाईँको साइकलमै यात्रा गऱ्यो भने पनि अझै लाम्चो खालको छ त्यो हैन, लामो आकारमा छ। तपाईँको लामो आकार चाहिँ यताबाट यता छिचोल्नलाई त जस 20-25 मिनटमा पुगिन्छ जस्तो लाग्छ है। साइकलमै भन्ने क्या। प्रायः जस्तो त त्यहाँको अब साइकल लाइफ नै हो। अनि खास ट्रेनहरू छैन त्यहाँ। हजुर। यहाँबाट त्यहाँ जानु पर्यो भने चाहिँ हिँको किन यो प्लेन मार्फत जाने। अनि त्यहाँ आएपछि बेसरी दुःख पाइयो सर है। अनि त्यहाँ आउँदाखेरि अब हामी बिहान ल्यान्डिङ भएको थियो। हजुर। त्यसपछि लग्यो है, लाँदा लाँदा अनि त्यो घरै नआएको ठाउँतिर लग्यो कि खेतै खेत पनि थिएन, झाडीहरू थियो कि त्यो घाँसको। हजुर हजुर। अनि त्यसपछि त्यहाँ चाहिँ एउटा टरा जस्तो रहेछ कि, टरा जस्तो दुई तले। अनि पछाडि पनि भएको हामीलाई दोस्रो तलामा लग्यो। त्यो भर्खरै नयाँ बनाएको रहेछ त्यो कन्स्ट्रक्सन, नयाँ संरचना। त्यो काठहरूले चाहिँ प्लाइ जस्तैले पार्टिसन गरेको थियो। त्यही स्मेल आइरहेको थियो है। अनि त ओहो यार, यस्तो हुन्छ जापान जस्तो लाग्यो क्या है। उहाँबाट सोचेको र जिसै आफूले त्यहाँ भोग्दाखेरि चाहिँ अलिक फरक थियो। अनि तपाईँको 2 तला पछाडि लगभग त्यहीमा पनि 700-800 जना 1000 जना मान्छे राखेको थियो है। तपाईँको 2 तले खाटहरू थियो। हजुर। त्यो फार्मको भर्याङ लग्नु पर्ने। अनि त्यसमा पनि टन्नै थियो क्या। एउटा तलामा सबै उता कुनामा बोलेको यतासम्म सुनिन्थ्यो क्या। किचन चाहिँ कस्तो हुन्थ्यो? किचन पनि सबैले सेयर गरेर है। हजुर। एकदमै यहाँको जापानमा त्यो त खास अलिकति यो एकाडेमिक हिसाबले हेर्ने भने त त्यसरी राख्नु पाइँदैन होस्टेललाई, इलिगल नै थियो। अब कसले हेर्दैन क्या त्यति बेला है। म चाहिँ फुकुओकामा ट्रेनबाट झरेर हजुर हाम्रो प्रिन्सिपल लिन आउनु भएको थियो। हजुर। गाडीमा हिँडेको, ओहो जापान त यस्तो पो जापान, हजुर यस्तो रहेछ है भन्ने खालको चाहिँ हजुर देखियो सुरुमा। हो, जति पर जान्छ उति अलि गाउँ हाम्रो नि गाउँतिरै हो क्या स्कुल चाहिँ। हजुर। अलि गाउँ हुँदै गयो है। हजुर। हाम्रो चाहिँ प्रत्येकलाई एक एकवटा रुम थियो। हजुर। बस्ने होस्टेल चाहिँ राम्रो थियो सर। हजुर। अहिले जस्तै हामी यहाँ बसिरहेछौँ नि, हजुर। त्यस्तो एउटा किचन, हजुर, 3वटा रुम थियो, 3 जना बसिन्थ्यो। हजुर। किचन चाहिँ सेयर हुन्थ्यो। हजुर। त्यस्तो थियो। हाम्रो त धेरै थियो, लगभग एउटै हल थियो, ठुलो हल थियो। हजुर। त्यसमा 300-400 जना बस्ने हैन। हजुर। तलमाथि गरेर। अनि तल पनि त्यस्तै थियो। पछाडि पनि भियतनामीहरू थियो, अलिअलि नेपालीहरू थियो पछाडिकोमा। किचन चाहिँ फेरि सबैले सेयर गर्ने है। कहिले झगडा हुन्थ्यो केटाहरू। जस 1 वर्ष 6 महिना जति राखियो त्यहाँ, 6 महिना जति बस्यो होला हामी है। अब सुरुमा त एकदम फर्केर जाउँ जस्तो लाग्थ्यो नेपाल हैन। ओहो। तर एडजस्ट भयो भनौँ न केही समयपछि। फेरि अब पछि त्यही रमाइलो लाग्न थाल्यो कि। त्यही त है, अब सङ्घर्ष हो, सङ्घर्ष गर्न आएको थियो नि त है। एकदमै। अनि कामको हिसाबले नै बडो दुःख पाइयो त्यहाँ चाहिँ
तपाईँहरूलाई चाहिँ कस्तो थियो त्यहाँ? तर हामीले सुरुवात चाहिँ गरेको नि होइन सर। हजुर तपाईँ ओकिनावा नै हुँदा म फुकुओका नै हुँदा नै हजुर हामीले चाहिँ त्यो नेपालको जुन हामी छुट्यौँ हजुर राजेन सरसँग त्यो छुट्यौँ हजुर त्यसको लागि भनेर हामीले हाम्रो कमाइबाट केही चाहिँ उठाउने निर्णय गरियो होइन। हजुर त्यो चाहिँ पछि यहाँ आएपछि भयो। ए उता होइन है फुकुओका यहाँ हामी सँगै बस्यौँ नि ए पछि त्यसपछि भयो त्यसपछि सुरुवात गरियो। त्यतिखेर त अब हामी सम्पर्क नि अलिक पातलै थियो जस्तो लाग्छ तपाईँ, किनभने अब कामको व्यस्तता हजुर अलि पछिका अनि फेरि पढाइ पनि त्यस्तै होइन। हजुर हजुर अनि त्यस्तै त्यस्तै थियो। अलि त्यो विषयमा खासै कुरा अलि स्ट्रेस पनि भयो कामहरू यताउति। के भयो सर हामी तपाईँ ओकिनावा हुनुहुन्थ्यो म चाहिँ फुकुओकामा थिएँ। अब लगभग गएको भन्छ स्कुल होइन। हजुर स्कुल सकिने बेला भयो होइन। हजुर त्यसपछि फोन कन्ट्याक्ट भयो। हजुर एकै ठाउँमा जानुपर्छ है सर भन्ने कुरो भयो होइन। हजुर अनि हामीले नागोयालाई रोजियो हजुर दुवैजनाले नागोयाको एउटै गएकोमा कलेजमा हुन पनि भयो होइन। हजुर सेन्मनको लागि होइन। हजुर अनि नागोया आइयो एकै ठाउँमा। हजुर सुरुमा आउँदा त रुम थिएन नि पनि थाहा छ याद छ। यस्तो थियो मलाई सम्झनाअनुसार होइन। के अरे यस्तो भयो मैले हाम्रो चाहिँ यताबाट उताबाट आउने बेलामा हजुर हजुर रुम चाहिँ मैले उतैबाट बुक गर्नुभएको थियो। हजुर हजुरले गर्नुभयो तिनजना तपाईँहरू चाहिँ पहिले म चाहिँ अलि लेट भयो नेपाल गएको थिएँ म। हजुर हजुर गोपालीसँग तपाईँ त्यतिखेर भेट्नु भयो नि। हजुर हजुर सुरुमा आइयो होइन भीमसेन सर हुनुहुन्थ्यो। हजुर सुरुमा भेटियो। हजुर मलाई चाहिँ अलिकति ट्रेनहरूको ज्ञान भएको फुकुओका भयो। भीमसेन सरलाई चाहिँ ट्रेनको ज्ञान पनि हामी त ट्रेन छँदै थिएन कि त्यहाँ। अनि मैले अलिअलि साइकल युज गरिन्थेँ। यसरी गर्ने टिकट यसरी काट्ने भनेर अलिकति सिकाएँ भीमसेन सरलाई। अनि भेटघाट भइयो। ल म्याकतिर गएर यसो चिया खाउँ न त हजुर भनेर गइयो होइन। हजुर अनि त्यति बेला कफीको नाम मात्र भनियो सर। त्यो मेन्यु सेन्यु किन नहेरिकन नाम मगाएको। हजुर मगाएको त्यो अमेरिकन कफी परेछ क्या सर। हजुर यत्रो सानो उसमा हजुर भित्र यति मात्र चिया है। हजुर लगभग 2 सर्कीमा अब हामीले खाने। हजुर 2 सर्कीमा सकिने खालको चिया मगाइयो होइन। हजुर पछि पेमेन्ट गर्नु जाँदा त 1500 कुन बारेमा थियो रे? म्यागमा हो कुन चाहिँ हो अहिले याद छैन सर त्यो ठ्याक्कै है। नागोयातिर नै हो होइन। अब त्यो अर्डर गरेर आइयो फोटोमा त। अनि कप त ठुलै होला भन्ने सोचिन्छ नि त फोटोमा सानो हुन्छ भन्ने सोच भएर अनि त्यहीलाई अर्डर गरियो। मूल्यलाई अर्डर गरे होइन मूल्य चाहिँ ठिकै हो। यही मूल्यमा यो खानी नै भनेर गरे हो। आउने बेला चाहिँ सानो आयो। हजुर हजुर एउटा मेरो रमाइलो छ क्या त्यो विषयमा है। म तपाईँलाई सुनाउन चाहन्छु। के अरे भर्खरै चाहिँ जापान आउँदा नजिकै एउटा सुपा थियो। अनि त्यहाँ गएर गर्मी थियो त्यति हल्का होइन। हजुर जुस पिउन मन लाग्यो। हजुर कन्भिनियन्ट त्यो सुपा थियो कि मलाई याद नाम ठ्याक्कै याद भएन। अनि त्यहाँ छिरेर जुस लगेर गएँ होइन। पाइनएप्पलको चाहिँ चित्र भएको थियो। हजुर अब किनियो होइन। खाइयो पनि समातेर हिँड्यो होइन। तर त्यो चाहिँ बियर रहेछ हेर्नु। अहिले लाग्यो क्या। पछि अब त्यो खाइसकेपछि त अलि फरक त भइहाल्छ नि। हजुर हजुर दिउँसै होइन। त्यो देख्ने चिन्ने मान्छेहरू चाहिँ के अलि त लाज लाग्छ क्या है। पाइनएप्पलको चित्र भएको बियर जुस भने मैले किनेर त्यसरी खाँदा नि फेरि त्यो स्वाद नि खासै त्यो अब जुसै जस्तो हुन्छ कि त्यो गुलियो हुन्छ। यही कुरामा मैले एउटा कुरा हुन्छ। हजुर म्याडमहरू आइसकेपछि म्याडम अनि मेरो म्याडम मिसेस पनि आइसकेपछि म्याडम र मेरो मिसेस नै हो होइन। मैले काम गर्ने कम्पनीमा जानुभएको थियो क्या। सपिङ गर्न किन्नलाई केही जानुभएको थियो होइन। अनि सायद जुस भनेर होला अङ्गुरको चित्र भएको लिएर आउनुभयो होइन रेजीमा। अनि यो त रक्सी हो नि रक्सी हानी हो र भने। तपाईँ रेजी गर्दैन थियो? म आफै रेजी गर्दै थिएँ होइन। अनि होइन नि भनेर अनि त्यस्तो मिस्टेक भएको थियो क्या। र अब त्यो ओसाकेको खान्जी त चिन्थ्यो नि चिन्न त होइन। त्यो नेपालबाट पढेर आयो त्यही पनि केयर नगरेर अब डाइरेक्ट त्यो अलिक कलरफुलै हुन्छ चित्र हेरियो जुसै जस्तो लाग्यो। तपाईँले एउटा कुरा गर्नुभयो नेपालमा पढेको कुरा गर्नुभयो नि त। भाषा त पढियो नि अलि समय पढियो नेपालमा। 1 महिना 1.5 महिना पढियो होला है। नेपालमा पढेको भाषा यहाँ कतिको युज हुँदो रहेछ सर? यस्तो हो खास अब भाषा चाहिँ अलिअलि त हेल्प त भइहाल्छ नि पढ्दै नपढेको भन्दा होइन। हजुर तैपनि अब त्यो उहाँको चाहिँ पढाइले यहाँ अब
आउँदा बित्तिकै सबै कुरा बुझ्ने यस्तो त अलिक हुँदैन है। यस्तो रहेछ क्या, जोनहरू अलिक मैले फरक पनि हुन्छ। कतिवटा खान्जी जानेको थिएँ होइन, हजुर जानेको छु जस्तो लाग्थ्यो क्या, हजुर यो खान्जी त जानेको छु जस्तो लाग्थ्यो। अनि यहाँ आइसकेपछि शब्दमा त्यो खान्जी त बिचमा हुँदो रहेछ होइन, अगाडि एउटा पछाडि एउटा। हामीले सिङ्गल खान्जी जानेको हुन्छौँ, हजुर त्यो फेरि अरूसँग जोडेर आउँदाखेरि यिनी फरक हुन्छ, फरक हुँदो रहेछ। त्यही त नि, अनि त्यो नेपालको भाषाले त यहाँ त न अरू बोलेको बुझिन्छ है, नेपाली लवजमा पढाएको हुन्छ उहाँ होइन, यहाँको लवज अब बोल्ने बेलामा त हाम्रो पनि पढ्ने बेलाको नेपाली र बोल्ने बेलाको नेपाली त फरक हुन्छ नि सर होइन। जुन चाहिँ अलि यिनीहरूको र हाम्रो पढेको त्यो चाहिँ अलिक फरकै हुन्छ जस्तो धेरै कुराहरूमा। इङ्ग्लिसको पनि त त्यस्तै त हुन्छ नि। त्यही त ए त्यही त नि। हजुर, अनि काम कस्तो भयो तपाईँको सुरुमा आएपछि त्यतातिर चाहिँ? मेरो चाहिँ राम्रै भयो सर काम। मैले एउटा सातो भन्ने खाइसकेको थियो, त्योमा चाहिँ कम्पनीले काम लगाइदियो। हजुर, अनि नजिकै चाहिँ मैले एउटा ड्रगमा, त्यति बेला हेन्ड क्यास यताउता भन्ने थिएन, दुइटै ब्याङ्क क्यास गरेको छ। हजुर, त्यो कम्पनीमा छिरेपछि अलिकति नेपालमा अलिक फ्याटफुट गर्ने बानी होइन, काम चाहिँ गर्ने क्या, काम चाहिँ गर्न सक्ने खालको। अनि त्यहाँ मान्छेले नि मन पार्यो होइन, अलिक राम्रै भएको थियो सर मेरो। हजुर, त्यहाँ चाहिँ त्यस्तो कामले मैले दुःख पाएको भन्ने थिएन सर। अलिकति त्यहाँ चाहिँ नेपालीहरू पनि पहिले पनि आइसकेको? हजुर हजुर, छिर्न पनि सजिलो भयो। मेरो आफन्तहरू पनि हुनुहुन्थ्यो त्यहाँ। हाम्रोमा त बेसरी गाह्रो, तपाईँको त्यतिखेर धेरै स्टुडेन्ट आयो। हजुर, अनि त्यो एरिया पनि सानो सानो, काम गर्ने ठाउँ सानो भइसकेपछि काम गर्ने ठाउँ एकदम कम्पनीहरू अब खाइसकेर पनि कम हुने भयो। त्यसपछि चाहिँ असाध्यै गाह्रो भयो, धेरै दुःख पायो जस्तो लाग्छ होइन। अब त्यहाँ मैले मेरो चाहिँ एकजना साथी, म नेपालमा हुँदा नि सलिनजीसँग खास नेपालमा हुँदा मेरो कन्ट्याक्ट त थिएन होइन। मैले त्यहाँ आउने हुन्छ कता कताबाट चाहिँ उहाँलाई फेसबुकमा भेटेर मैले रिक्वेस्ट फ्रेन्ड पठाएर उहाँले एक्सेप्ट गर्नुभएको थियो होइन। उहाँसँग चाहिँ कुराकानी भएको थियो नेपालमा हुँदाखेरि। उहाँको कुराकानीले मलाई अलि एउटा आत्मबल चाहिँ बढेको थियो कि त्यहाँ। अनि सलिनजीलाई पनि म एकदम मिस गर्न चाहन्छु। अहिले उहाँ चाहिँ जापान टोकियोतिर हुन्छ कि गुम्फाकिनतिर कता हुन्छ जस्तो लाग्छ, कुराकानी हुन्छ कहिले क्या। अनि त्यहाँ आइसकेपछि पहिला उहाँसँग सम्पर्क भयो। उहाँले काम गरिरहेको ठाउँमा गएको 10-15 दिनपछि चाहिँ मलाई सेवाकार्य पनि गर्नुभएको थियो। हजुर होइन, काम पाउन सजिलो भयो अलिकति। हजुर, तर काम कन्ट्याक्ट गरेर गएँ म। हजुर, अब अलिकति फेरि त्यो त्यहाँको स्याचो हुन्छ नि ओनर, आफैले पनि काम गर्थ्यो। अब उहाँसँग असाध्यै राम्रो होइन, मसँग चाहिँ अलिकति त्यो मिलेन खाङ्के हुन्छ नि, अलिक राम्रो भएन कि, मिलेन कि, केही ग्रह नमिल्छ नमिलेको हुन्छ। हजुर हजुर, अनि मैले त्यहाँ धेरै काम गर्न सकिनँ होइन। लगभग 1 महिना जति त गरेँ कि जस्तो लाग्छ। त्यसपछि 2-3 महिना त खाली नै बस्यो। अनि त्यसपछिबाट एउटा बेड मेकिङको कामको चाहिँ कुरा आयो होइन कता कताबाट। त्यसपछि बेड मेकिङ काम पनि पैसा तिरेर गरेको, 1 मन्थ तिरेर गरेको है। अनि अब एकजना चाहिँ अमृत भन्ने साथी हुनुहुन्थ्यो चाहिँ, यदि उहाँले हेर्नुभयो भने सम्झिनुहुन्छ होला। अनि उहाँले चाहिँ काम छ नि त त्यहाँ गर्ने हो, 1 मन्थ लाग्छ भन्नुभयो। तर भोलिपल्ट जाने बेलामा फेरि गइसक्नुभयो चाहिँ उहाँ पहिला। म ठ्याक्कै त्यो अरू साथीहरूसँग त्यहाँ काम छ अरे भनेपछि सँगै साइकलमा हुर्रेर गएको थियौँ त्यो नाहा होटेल भन्नेमा होइन। त्यही पनि मिल्छ कि भनेर क्या, समयले अमृतजी पनि त्यही भित्र हुनुहुँदो रहेछ। अनि अलिक सजिलो पनि भयो। अनि त्यो काम लगाइदिए बाबत मैले चाहिँ उहाँलाई 1 मन्थ दिएको थिएँ। पैसा दिनु पऱ्यो है? दिनु पऱ्यो। त्यो त्यस्तै थियो त्यहाँ त 3-4 मानसम्म लिन्थ्यो त्यति बेला। फेरि उहाँले पनि आफूले पनि त्यस्तै अरूलाई पे गरेरै काम गर्नुभएको रहेछ त्यहाँ। अनि त्यहाँ बेडिङ भने होइन, काम कस्तो भने अब भित्र गइसकेपछि बेड मेकिङ र त्यो सौजी गर्ने हुन्छ क्या टोइलेटहरू यस्तो। हजुर, छुट्टा छुट्टै रहेछ। त्यो टोइलेट सौजी गर्नेले त्यही मात्र गर्ने, बेड मेकिङले त्यही मात्र गर्ने रहेछ। अनि बहिनीहरू थियो त्यतिखेर, सरस्वती बहिनी होइन, अनि अर्को हाम्रो अर्चना श्रेष्ठ। हजुर हजुर, उहाँलाई त मैले पनि चिन्छु। हो, त्यसपछि उहाँहरू पनि पहिल्यै छिरिसक्नु भएको थियो रेस्टुरेन्टमा। बेड मेकिङ भन्दा त यो टोइलेट सफा गर्ने सजिलो हुन्छ भन्नुभयो। हजुर, त्यसपछि त्यो सौजीगनतिर लाग्यो, टोइलेट नै सफा गरियो है सर। अब जाने भएको है। फेरि त्यो कति गरे बापत कति पैसा पाउने भन्ने थियो। म त एकदम सोलो कि, अब त्यो मलाई जे राम्रोसँग गर्नुपर्ने। हजुर, अनि अब त्यो 1 घन्टामा 2टा पनि नसक्ने म त है। त्यसपछि त्यहाँ पनि धेरै टिकेन म। कस्तो लाग्यो सर अब नेपालबाट जे भयो नि
टिचिङ पेसामा नै लामो समय आबद्ध हुनु पर्यो हुन्छ अलिकति त्यसपछि यहाँ आएर टोयलेट सफा गर्नु पर्दा यहाँको लागि त केही होइन सर फेरि किनभने अब जस्तै एउटा पसलको ओनर भइसकेपछि त्यो ओनरले पनि अब आफ्नो पसलको आफ्नो स्याड्युलमा पर्यो भने टोयलेट सफा गर्छ हजुर होइन हजुर खासै केही त होइन हजुर त्यति ठुलो होइन तर जस नेपालमा त कन्सेप्ट छ नि त सर होइन अब विदेशमा गएर टोयलेट सफा गर्नुपर्छ भाँडा माझ्नुपर्छ हजुर अब यस्तो भयो कसरी लिनुहुन्छ कस्तो भने सुरुमा होइन यहाँ आएपछि यो माहौलमा भिज्न त अलिक गाह्रो भयो मलाई किनभने अब हामी अलिकति त्यो पेसा टिचर पेसामा आबद्ध भएको हुनाले नेपालमा प्रयोग गर्ने शब्दहरू पनि अलि त्यस्तै हुन्थ्यो नि त तर यहाँ चाहिँ प्रायः जसो केटाहरू +2 पास गर्दा बित्तिकै आएको अब हामी अन्त 1 महिना अब चाहिँ पहिला आएकोले पनि अब भाइ भनेर सम्बोधन गर्ने होइन तिमी भनेर बोल्ने त्यो चाहिँ अलिक असहजतै भएको थियो बिस्तारै त्यहाँ बस्दै गर्दाखेरि अब मान्छे चिनिन्छ नि त को कस्तो भन्ने अनि पछि एडजस्ट भयो त्यस्तै खालको साथी सर्कल बन्यो सजिलो हो तर त्यो कामको हिसाबले पनि अलि सुरुमा त अप्ठ्यारो भयो नि अब टोयलेट सफा गर्ने भनेपछि त होइन त्यही त अहिले पनि मलाई यो भाइको विषयमा मैले सबैले दाइ भन्थेँ म भन्दा अब मेरो उमेर चाहिँ अलिकति ठिकै थियो हजुर सानै हो भनौँ न हजुर अब लगभग विदेश आउनेमा म सानै उमेरमा आएको भनौँ न हजुर तपाईँको र मेरो उमेर पनि अब अलिकति फरक त छ होइन र पनि यस्तो आत्मीय मित्र जस्तो भइयो होइन एकदमै त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद सबै मान्छे त यस्तो हुन्न जस्तो लाग्छ होइन त्यो एजले चाहिँ कुनै पनि अर्थ राख्दैन जस्तो लाग्छ हजुर जस्ट नम्बर है जस्ट नम्बर त मभन्दा त्यही त तपाईँभन्दा म योग देखिन्छ देखिनुहुन्छ त तपाईँ त हजुर ठिकै छ अनि ठिक छ त्यसपछि हामी नागवे आयो होइन हजुर नागवे आयो एउटै बेड सेयर गरियो हो करिब हामी त कति 1.5 वर्ष 2 वर्ष 1.5 वर्ष लगभग 1.5 वर्षसँगै बस्छ हजुर आएपछि डिपेन्ड अप्लाई गर्ने कुरो भयो हजुर त्यसपछि हामी छुट्यौँ भनौँ न हजुर यो डिपेन्डेन्ट चाहिँ सेनमन पढ्दै नै लक्किली आयो होइन सर हजुर डकुमेन्ट त्यति राम्रो पनि थिएन नर्मल्ली वर्किङ नगरिकन आउँदैन भन्छ नि सर यो विषयमा यहाँ हेर्नुहुने उहरूलाई अब नेपालबाट आउन चाहनुहुनेहरूलाई पनि एउटा ज्ञान हुनसक्छ होइन आजभोलि प्रायः जसो भाइ बहिनीले त्यही भनेर हुन्छ कि हजुर तर मलाई जहाँसम्म लाग्छ यो डिपेन्डको विषयमा डकुमेन्टहरू चाहिँ आफ्नो डकुमेन्टहरू चाहिँ स्ट्रङ छ राम्रो छ भने हजुर स्टुडेन्ट भिजामै पनि डिपेन्डको लागि चाहिँ त्यस्तो गाह्रो हुँदैन एप्लाई गर्न मजाले मिल्छ भिजा पनि निहोङ्गो गएको भन्छ जापानिज भाषामा चाहिँ हुँदैन भाषा स्कुलमा निहोङ्गाकोमा चाहिँ मिल्दैन सेनमन गइसकेपछि सरले पनि मैले पनि सेनमनबाटै ल्याऊ होइन लगभग सँगसँगै अलिकति म्याडम 1 महिना अगाडि आउनु भयो होइन नेपालमा पनि सँगसँगै पढ्नुहुन्थ्यो होला होइन त्यसपछि अब म्याडम आउनुभयो त्यसपछि हाम्रो बसाइ चाहिँ छुट्टिन पुग्यो होइन नजिकै थियो छन चाहिँ मैले लिएको रुम पनि सँगसँगै थियो 2-3 मिनेटको दूरीमा बस्यो भनौँ न धेरै सजिलो त्यसले गर्दा उनीहरूलाई पनि भेटघाट पनि भइरहेको थियो म्याडमहरूको भेटघाट हुने होइन हजुर हाम्रो पनि भइरहेको थियो तर म त त्यहाँ नागवे आएपछि पनि कामलाई चाहिँ अलिकति दुःखै पायो कि किन भनेको टाइम पाएन हजुर तर हामी सँगसँगै त कामै नपाएको नि त होइन त्यति बेला तर लक्किली म चाहिँ होइन लसनमा काम पाइहालेँ सर होइन सुरुमै अनि नाइट छिरेँ अलिकति म तपाईँहरू धेरै भौतारिनु पर्यो सर टाढो जानु पर्यो है मैले चाहिँ काम पाइहालेँ हो कि त्यतिखेर एउटा रमाइलो कुरा छ कि हजुर तपाईँ होइन हामी सँगै सुत्थ्यो नि त हजुर तपाईँ रातभरि होइन इरासे मासी भनेर हैरानी भर्खर लसनमा यस्तो क्यासियरको काम फर्स्ट टाइम गरेको है हजुर अनि मैले के भनेको थिएँ भने सर हजुर मैले काम गरेको फुकुओकामा हुँदा 2-3 महिना गरेको हो भनेको थिएँ क्या सर छिर्ने बेलामा हजुर अनुभव छ 2-3 महिनाको भनेको थिएँ होइन हजुर त्यसपछि त्यहाँ छिरिसकेपछि बाध्यता भयो क्या हजुर अनि लसन छिर्न बित्तिकै फेरि एउटा त्यति बेला फ्यामिली मार्ट जस्तै के सर्कल भन्ने थियो के सर्कल हो हजुर त्यहाँ पनि म छिरिहालेँ 2 ठाउँमा एकैचोटि सम्झिनु पर्यो होइन अलिकति त्यो भाषा पनि त्यति राम्रो पनि थिएन है भर्खर नियम सकेर हजुर अनि त्यो घोक्नै पर्ने भयो त्यो चिज हजुर मजाले घोक्दाखेरि अब राति नै सपनामा पनि घोकिँदो रहेछ 3 दिन चाहिँ भन्नुभएको छ लगातार है हो त्यहाँ धेरै हाँसो पनि गर्दै थिए हैन त्यही त है हजुर
स्ट्रेस हुन्छ नि त काम हुन्छ सिक्दाखेरि। एकदमै ओहो अनि म त त्यति बेला यहीलाई त सङ्घर्ष भन्छ होला नि सर हो हाम्रो एकदम एकदम सङ्घर्षको कथाहरू यसरी बुनिँदा रहेछ निहङ्गो के अरे गएकोमा त मेरो त कमाइ नै भएन क्या तपाईँको कमाइ नै भएन सुरुमा काम पाएन 1 वर्ष मात्र कोर्स थियो नि त निहङ्गो हजुर त्यसपछि घर गएँ अनि आउँदा त उस्तै के है अनि यहाँ आएपछि नि काम राम्रो भएन काम राम्रो नभएपछि म त के सोच बनाइरहेको थिएँ भने अब यहाँ चाहिँ डिपेन्ड भएन नेपाल फर्किन्छु भन्ने सोच पनि थियो होइन त्यही त है हजुर अनि अब लकिली ठ्याक्कै डिपेन्ड भयो त्यति बेला, त्यसपछिबाट हल्का त्यस्ता कुराहरू पनि हुन्छ हजुर भयो अब त सकिने क्या हो सर भन्ने कुरो पनि भयो है 2-3 वर्ष बसेर इकोनोमिक हिसाबले अलिकति प्रोग्रेस नहुँदाखेरि चाहिँ हजुर हजुर अब फेरि हामी कस्तो हुन्छ भने पढ्ने भनेर आए पनि त्यसमा आर्थिक बाटो पनि जोडिएको हुन्छ नि त होइन त्यसले गर्दाखेरि अब दुइटैलाई चाहिँ सँगसँगै लैजाँदा यो अलिक गाह्रो। आर्थिक पाटोको कुरा गर्नुभयो सर होइन हजुर अब मेरो ब्याकग्राउन्डको बारेमा पनि तपाईँलाई थाहा थियो एकदम एकदम हजुर होइन हजुर म यो विषयमा चाहिँ अलिकति हजुर कस्तो भयो भने मेरो सोचाइ हजुर सकभर चाहिँ वर्किङ गर्न पाइयोस् छिटो हजुर भन्ने भयो क्या सर मलाई हजुर हजुर होइन अनि त्यो भएर मैले ब्याचलर 3rd इयर पढ्दै हजुर मेरो भिजा लाग्यो सानेन्से पढ्दै मेरो चाहिँ वर्किङ भिजा लाग्यो है। हजुर म कामतिर लागेँ हजुर तपाईँहरू पढाइलाई नै कन्टिन्यू गर्नुभयो होइन हजुर मेरो फेरि यस्तो नि हो खास त्यसमा चाहिँ अब छिटो वर्किङ गर्नु र अब पढाइलाई चाहिँ निरन्तर दिन दुइटैको आफ्नो फाइदाहरू छन् हजुर हजुर फाइदा भइहाल्छ होइन तर मेरो खास यो म अलिकति पढाइलाई निरन्तर दिनु कारण अलिकति सोख पनि हो कि हजुर नेपालमा पनि ब्याचलर पढ्दापट्टि होइन अनि त्यो कारणले गर्दा तर त्यति बेला फेरि अब सबैको मानसिकता के थियो भने जापान आउने कमाउनलाई नै आउने हो हजुर भन्ने थियो हजुर अनि मैले यति छिटो के अरे वर्किङ गर्दा त होइन मान्छेहरूलाई धेरै है हजुर ओहो त्यतिखेर एकदम नर्मल थिएन नि होइन पाउनलाई अब अहिले जस्तो यो हाकेन खाइसेहरू पनि छ्यापछ्याप्ती थिएन अब काम ल यसले त यस्तो प्रगति गरे अरे धेरैबाट राम्रो पर्सन त पाउँथेँ क्या मैले सर होइन एकदमै तर त्यही कुरा फेरि अहिले मलाई फेरि अलि होइन पढ्नुपर्ने रहेछ भन्ने चाहिँ हुन्छ सर फेरि होइन पढाइ नै लाइफमा सबै कुरा त होइन मैले त्यति बेला जहाँसम्म लाग्छ जे गरेँ त्यो समयमा मैले ठिकै मेरो भाइलाई मेरो घर परिवारलाई अलिकति पढाउन सकेँ होइन अलि उ गर्न सकेँ आफूले पनि अब बे गर्नु थियो दुनियाँ उ गर्नु थियो होइन त्यो अलिकति छिटै नै भयो नि त्यसले गर्दाखेरि एकदम एकदम साकायाजिन भइसकेपछि अब स्यालेरी म्यान भइसकेपछि होइन अलिकति सजिलो भयो टाइमको कुराले नै फ्लेक्सिबल भयो त्यही त स्ट्रेस पनि तपाईँहरू अब त्यही त त्यो सक्नुभयो होइन हजुर त्यसपछि अब पढ्नुभयो दाइकाको त्यहाँको ब्याचलर सक्नुभयो होइन म त्यहाँबाट चाहिँ दाइकाको सचिवको भएपछि हजुर अनि फेरि उता के अरे यो नागोया साङ्गे युनिभर्सिटीमा हजुर हजुर मास्टर्सको लागि उता जानुभयो है हजुर लगभग त्यहाँ पनि 2 वर्ष कोर्स तर कोरोनाले गर्दा थेसिस लेख्दाखेरि अलिकति लामो भयो हजुर अनि 3 वर्ष लाग्यो 3 वर्ष लाग्यो त्यसपछि बल्ल वर्किङतिर आइयो हजुर हजुर त्यही त तर त्यतिखेर हाम्रो सल्लाह त भएको थियो पढ्ने कि वर्किङ गर्ने भन्ने अनि तपाईँलाई हामी बसेर सल्लाह नि गरेका थियौँ नि त अनि अब यस्तो थियो क्या खास पढ्दाखेरि अलिक स्ट्रेस नै हुन्छ कामलाई र उसलाई सँगै लानुपर्ने तर हामी फ्यामिली भएको मान्छेलाई त्यति गाह्रो त होइन हजुर हजुर तर अर्को कुरा फेरि के छ भने अब यताबाट जाँदाखेरि चाहिँ अब मैले अहिले नयाँ भाइ बहिनीहरूलाई क्या त्यो डिसिजन लिन नसकेको हुन्छ क्या अब सेमङ्गाको सचिव गरेर अथवा चाहिँ दाइगाको सचिव गरेर वर्किङ गर्ने कि पढाइलाई निरन्तर दिने सेमङ्गाको सचिव गरेर विशेष गरी होइन अहिले चाहिँ किखाको चलन पनि छ धेरै होइन किखा लिने प्रचलन छ त्यसले गर्दाखेरि अब पढ्ने सोख छ भने चाहिँ पढ्दा हुन्छ होइन भने अब सेमङ्गाको सचिव गरेर अलिकति राम्रो सिउनी भएको खाइसिया पाइन्छ भने मान अलिक गयो भने होइन त्यस्तो छ भने चाहिँ मेन चाहिँ मैले भन्छु के हो भने हुन त त्यति बेला अब घर नेपालको ऋण हुन्छ के हुन्छ होइन यो परदेश मुलुकमा पनि एउटा बाध्यताले नै त हो जे भयो नि होइन बाध्यता त हुन्छ नि त सबैको अब जस्तै आफू क्यापेबल भइसकेपछि होइन आफू दक्ष भइसकेपछि काम पाउन सजिलो हुन्छ एकदम पैसा त काम पाइसकेपछि आफै आउने भयो एकदम होइन
क्यापेबल चाहिँ आफू चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। हजुर हजुर ल म चाहिँ दक्ष हुन्छु, पैसा भन्ने त कमाइन्छ, लामो सोच्नु पर्दो रहेछ क्या। एकदम एकदम छोटो छोटो सोचेर हुँदैन रहेछ। हजुर लक्किली मलाई चाहिँ अब राम्रै पैसा पर्यो, पर्यो भनौँ। राम्रै कम्पनी हजुर पर्यो, हजुर अब छिटो छिटो माथि पुग्न पाएँ, अहिले एकदम, एकदम। आफ्नो उसमा चल्न थाल्यो हजुर होइन। हजुर त्यो लक्किली भयो नि हजुर सर। सबैको म त्यस्तो नि हुँदैन अब नि त यही जापानिजकै अन्डरमा काम गर्दै गर्दै उही कामदारै मात्रै भइराखेको भए त मलाई त अहिले पछुतो हुन्थ्यो नि सर। धेरै धेरै न हजुर अर्को काम राम्रो काम खोजौँ भन्नु हजुर नि गाह्रो हुने होइन। एकदमै सेम्बुङ्गाकोबाट अलिकति यो तेन्सु गर्नलाई अलिकति समस्या चाहिँ हुन्छ है, हो किनभने त्यो नाइयो मिलाउँदाखेरि नाइयो मिलाउनु पर्ने, अनि हजुर। तपाईँको भाषाको लेभल पनि अलिकति कमै हुन्छ। हजुर हजुर अब पढ्दाखेरि नै रहेछ सर, अब यो यान इजी यान्नी पास गर्ने भन्ने हजुर, तपाईँहरूले हजुर। गर्नुभयो होइन। हजुर म चाहिँ छिटो छिटो काम नभए पनि हुने कम्पनीमा छिरेँ, हजुर अहिले छैन। अब गर्छु भन्दा अलिकति गाह्रो हुन्छ नि त मलाई त हजुर होइन। त्यो नगरेपछि अरू कम्पनीहरूमा जान त्यहीमा पनि तपाईँ चाहिँ अलिक एक्स्ट्रा मान्छे पनि हो, एक्स्ट्रा हो, किनभने अलिक एक्स्ट्रा क्षमता चाहिँ छ क्या तपाईँसँग। त्यसले गर्दाखेरि नि पढाइले नै अब त्यो सबै कुरा गर्छ सर्टिफिकेट लिने भन्ने छैन, तपाईँ जे पनि गर्न सक्नुहुन्छ आफ्नो। हो अलिकति काम देखाएर मैले, अनि ठाउँ पनि आफै भयो मेरो लागि, त्यो बाटो खुल्या जस्तो भयो क्या सर अलिकति। हजुर एउटा कम्पनीको हजुर माथिल्लो लेभलमा पुग्नलाई चाहिँ एकदम जापानिजहरूले छोड्दै गएपछि जाने त अलि टप हुँदै जाने हो नि त। हजुर अनि बाटो खोलिदिए जस्तो भयो, भाग्यले नै हो भनौँ। म एकदम, हजुर। यसको लागि अब हजुर म गडलाई पनि थ्याङ्क यू भन्छु है। हजुर। त्यस्तो भयो। ठिक छ, यहाँसम्म आइहाल्छ। अब त कति 10 वर्ष कटिसक्यो, अब त फेरि जापानमा भन्छ नि सर हजुर पर्मानेन्ट रेसिडेन्ट, पिआर भन्छ होइन, एजु भनौँ न जापानी एजु भन्छ। अनि अर्को छ फेरि के अरे किखा भन्छ, किखा भन्छ, त्यो चाहिँ यहीँको नागरिक हुने होइन सर। हजुर हजुर यसको बारेमा तपाईँको केही ऊ छ अब लिने सोच अथवा लिइसक्नु भयो कि? यस्तो छ, अब खास मेरो चाहिँ एजुको लागि अलिकति टाइम पुग्दैन। मैले अब धेरै समय अध्ययनको लागि खर्चेको हुनाले चाहिँ 5 वर्ष न्यूनतम पनि यहाँको चाहिँ ट्याक्स तिरेको हुनुपर्छ, नेन्किन भन्छ। त्यो अझ अलिकति केही समय बाँकी छ। तर यो किखा यहाँको पासपोर्टको लागि चाहिँ म योग्य क्यान्डिडेट होइन। त्यही त क्राइटेरिया यस्तो हुँदो रहेछ अरू देशहरूमा मैले बुझेको। अस्ट्रेलिया अमेरिकातिर चाहिँ तपाईँको यो पर्मानेन्ट लिन अलिकति सजिलो, हजुर उहीँको नागरिक बन्न चाहिँ अलिकति गाह्रो हुँदो रहेछ। यहाँ चाहिँ ठ्याक्कै उल्टो हो कि जस्तो लाग्यो मलाई। तर यस्तो पर्मानेन्टको लागि भन्दा यहीँको नागरिक बन्नको लागि अलिकति चाहिने डकुमेन्टहरू अलिकति कम छ नि सर है। हो प्रक्रियागत हिसाबले नि अलिकति मलाई के लाग्छ भने सजिलो हो कि अहिलेको समयमा चाहिँ अधिकांश नेपालीहरूले हजुर यो पासपोर्ट चाहिँ लिने क्रम बढी छ। किनभने पहिला पहिला चाहिँ त्यो थिएन। हजुर यो किखा भन्ने चाहिँ 2-3 वर्ष पहिला त थाहा नै थिएन कसैलाई पनि, थाहा थिएन सर। मैले सबभन्दा पहिलोपटक सुनेको चाहिँ एकजना चाइनिज के अरे चाइनिज चाहिँ मसँग काम गर्नुहुन्थ्यो होइन। हजुर अनि उहाँबाट चाहिँ राम्रो साथी है, हजुर गेन भन्ने एकजना हुन्थ्यो। अनि उहाँबाट चाहिँ मैले सुनेको, अब उहाँको मिसेसले चाहिँ किखा लिनुभएको रहेछ। अनि किखा भन्छ किखा के हो भन्ने क्रममा चाहिँ मैले बुझ्दै जाँदाखेरि त्यस्तो रहेछ, पासपोर्ट रहेछ नागरिक भन्ने। त्यसपछि चाहिँ नेपाली समुदायमा पनि अलिक बढ्न थालेको है किखाको कुराहरू। अब यता हाम्रो यो के अरे पिआर लिन त न्यूनतम 5 वर्ष काम गरेको हुनुपर्छ होइन। हजुर ट्याक्स तिरेको अथवा कामको अवधिको हिसाबले हेर्दाखेरि चाहिँ पिआर गाह्रो हो, किखा सजिलो हो होइन। तर फेरि किखाको हकमा के छ भने त्यो सबै त्यसमा चाहिँ अड्दैन, किनभने जस्तो कुकहरू हुन्छ होइन। हजुर हजुर पहिला पहिला चाहिँ अब यो कुकहरू, अनि त्यसपछिबाट अलिकति कुकबाट फेरि आफ्नै व्यवसाय गर्नुभएकोहरू होइन। हजुर हजुर उहाँहरूले चाहिँ एजु लिनुहुन्थ्यो, 10 वर्ष पुग्थ्यो, सिउनी राम्रोसँग पुग्यो भने एजु लिनुहुन्थ्यो। तर किखा चाहिँ उहाँहरूलाई चाहिँ अब त्यो सेकेन्ड पास गर्नुपर्ने हुन्छ, त्यो अलि सायद पुग्थेन होला होइन। त्यसले गर्दा त्यो थिएन। अहिले त यो स्टुडेन्ट लाइनबाट आउनुभएको साथीहरूले चाहिँ धेरैले किखा लिनुपर्छ जस्तो लाग्छ। त्यसले गर्दाखेरि दुइटैको छन् अप्ठ्यारो र सहज बाटो। तर अब जापान बसेर केही गर्नको लागि चाहिँ अलिक सहज रूपमा लिने भने चाहिँ त्यो किखा हो है, पासपोर्ट नै हो। यहाँ बसेर लङ टर्मको लागि सोच्यो भने। तर फेरि अब
8-10 वर्षपछि नेपाल फर्केर केही गर्छु हजुर भन्ने भने चाहिँ एज नै ठिक छ, आफ्नो नागदानी त्याग्नु परेन होइन। हजुर नाग्दो ताग्ला नि के अरे नाग्दो त्याग्ला नि गाह्रै छ नि त नि, एकचोटि त अलिकति थाल्नुपर्छ। त्यो मलाई मेरो अनुभवमा हुँ। म पनि के गरौँ भनेर दोधारमा परेको थिएँ है। हजुर हजुर अनि अलिकति नागरिकदै त्यागेर गर्न हजुर चाहिँ किन हो खै, अब हुन त एउटा बाध्यता हुन्छ, परिस्थिति हो, हजुर र पनि मनले चाहिँ मानेन अलिकति मेरो चाहिँ। हजुर मलाई लाग्छ यो मेरो विचारमा क्या, हजुर मैले गरेको अनुभव चाहिँ के भने, अब जस्तो यहाँको जापानिजहरू त अलिकति थाहा हुन्छ नि त जापानिज हो विदेशी हो भनेर त होइन। एकदमै। अनि यो जापानिजहरूले नै त कुन देशको हो भन्यो भने अलिकति म जापानिज हो नि भन्न चाहिँ अलिकति अनुहारले पनि दिँदैन अनि मनले नै मानेन। हजुर त्यो भएर सकभर चाहिँ म पिआरकै म पनि हजुर पिआर एजुकेट नै हजुर हजुर पिआरै लिउँ कि जस्तो सोचिरहेको छु। त्यही त अब यो पासपोर्ट पनि जस्तो अमेरिकाको पासपोर्ट, अस्ट्रेलियाको, क्यानाडा भनेपछि मान्छेहरू मरिहत्ते गर्छ होइन। जापानको पासपोर्टलाई किन हो? त्यही त है, यहाँ त्यस्तो नराम्रो जस्तो लाग्दैन। फेरि नम्बर के अरे विश्वकै नम्बर 1 पासपोर्ट हो नि त है, र पनि होइन अलिक सहज भएर हो कि सस्तो भएको जस्तो लाग्छ कि। त्यही त। अनि के अरे साङ्गो दाइगाकुमा चाहिँ दाइगाकु इन भन्छ मास्टर हजुर गरेपछि हजुर तपाईँले अहिले लसनमा हजुर काम गर्नुभयो, छिर्नुभयो, अहिले त म्यानेजरै हुनुहुन्छ होइन। म सुरुमै हजुर सुरुमै म्यानेजर भएर छिर्नुभयो। ए त्यहाँ मैले कस्तो भने पार्ट टाइमको रूपमा काम गरेको थिएँ पहिले। हजुर हजुर अनि अब ओनरसँग अलिकति राम्रै थियो भनौँ न मेरो इमेज। त्यसले गर्दाखेरि आफैले पहिला पार्ट टाइम गर्नुभएको उसमा ओनरकै वर्किङ गर्नुभयो होइन हजुरले? हजुर गरेपछि मैले अन्त खाइसेहरू 1-2वटा खाइसेहरू नखोजेको त होइन, खोजेको। ए हजुर। तर कम्पेरिटिभली अब पहिला गरिरहेको बसाइ सराइ गर्न पर्ने सबै ठिक भएपछि हजुर हजुर यहीँ गरेँ। एउटा कुरा के थियो भने कम्पनीमा भिजा आउँछै आउँदैन जस्तो थियो। ए हजुर। तर अहिले चाहिँ यो 2019बाट नयाँ भिजा चाहिँ छ के सुरु भएको छ। यो के छ भने यो तोक्ते खाजुदो यन्जुरोकुगो भन्छ क्या। यन्जुरोकुगो त्यो भिजाको वेबाट गएर मेरो भिजा चाहिँ हजुर हजुर झरेको थियो, त्यहाँबाट चाहिँ आएको थियो। अहिले दिन्छु म्यानेजर है। हजुर त्यही त। ओनरको कतिवटा छ पसल? अहिले 4वटा छ। 4वटा छ। एउटा पसल हेर्नु भएको छ हजुरले? मेन त मेरो खास मैले त्यहाँको जिम्मेवारी त 4वटा पसलको हो। ए हजुर हजुर होइन हजुर। तर विशेष गरी एउटा पसल मेरो छ। ए ओनरले दिएको चाहिँ के जिम्मेवारी भनेको मेरो चाहिँ अलिकति म्यानेजर पनि हो फेरि। ए अहिले चाहिँ त्यहाँ नेपाली भाइ बहिनीहरूलाई पनि धेरैलाई काममा राख्नु भएको छ होला है? लगभग 70% चाहिँ नेपाली नै छ है। हजुर किनभने हामी नेपाली भएपछि त्यो नाताले नेपाली नै हुँदो रहेछ कि धेरै जसो। अनि अरू चाहिँ जापानिज छ, त्यहाँभन्दा इगाइ चाहिँ छैन। हाम्रो कम्पनी पनि अब नेपालीकै कम्पनी हुन लाग्छ। मलाई एक्चुअली त के भन्दै थाहा छ एकपल्ट। हजुर म यता ओसु गर्थेँ, त्यहाँ आइराख्ने कस्टमरहरूले यो चाहिँ नेपाली ओनरको पसल हो भन्ने क्या है। सबै कामदारहरू नेपाली, गुरुहरू नेपाली भएपछि नेपाली भाइ बहिनीको लागि पनि राम्रो कुरो हो नि त है। तपाईँले गर्दाखेरि धेरैजनाले जागिर चाहिँ अलिक सहज रूपमा सबै कुराहरू ठिक हुन्छ नि त उनीहरूलाई। सुरुमा आउनु बित्तिकै अझ कम्पनीमा काम गर्न नि अलिक गाह्रै छ, क्यासियरमा काम गर्न। मैले त तपाईँको अब भर्खरै आएका 5-6 महिना भएका भाइ बहिनीहरूलाई पनि हातमा समातेर सिकाएर पनि राम्रो काम गर्ने भएको छ। जस्तै मेरै हकमा मैले भन्नु पनि अघि राति सपनामा पनि बोल्ने, अहिले त त्यस्तो छैन नि त, नेपाली भइसक्यो। त्यो त हामी अब 1.5-2 वर्ष पछिको कुरा होइन। त्यही छ नि। तर सिकाएपछि सिक्दो रहेछ केटाकेटीहरूले। हो सिक्छ। त्यही त। अलिकति फरक कुरा गरौँ सर। अब के अरे नेपालको राजनीतिको बारेमा नि कुरा गरौँ न। एकदम है। हजुर राजनीतिकमा कतिको चासो राख्नुहुन्छ सर? गर्न राजनीतिमा म अब आफै आबद्ध भएर राजनीतिमा चाहिँ त्यसरी गरेको त छैन होइन। हजुर सक्रिय भएर हजुर अब एउटा आस्था त भइहाल्छ। हजुर त्यसले गर्दा न्युजहरू चाहिँ सुनिराख्छु हजुर। के छ नेपालको अहिलेको राजनीतिक अवस्थालाई लिएर? मलाई त कस्तो लाग्छ भन्नु न, सन्तुष्ट हुनुहुन्छ नेपालको राजनीतिकले गरेको राजनीतिक प्रति? कोही पनि छैन होला है
सन्तुष्ट छ है। तर मलाई अझ एउटा मेरो पर्सनल चिन्ताको विषय होइन, जस्तो लगभग विगत 10-15 वर्षदेखि अत्यधिक मात्रामा अलिकति सक्षम युवाहरू अनि +2 पास गरेपछि अलि होइन अमेरिका, अस्ट्रेलिया, क्यानाडा, जापान लगायतका देशहरूमा स्टुडेन्ट भिजाको रूपमा चाहिँ गइरहेको छन् होइन। त्यसले गर्दाखेरि देशलाई चाहिँ दुई प्रकारको चाहिँ घाटा छ कि है। एउटा चाहिँ दक्ष जनशक्ति बाहिरियो होइन, अर्को कुरा चाहिँ अब यो गएको कलेजको फीको वेबाट इकोनोमिक हिसाबले पनि धेरै पैसा बाहिरिएको छ नि त है। अनि तत्कालको लागि चाहिँ यो विद्यार्थीहरूले विदेशी कलेजहरूलाई तिर्ने जुन पे गर्ने फी हुन्छ त्यसले आर्थिक नोक्सान भयो देशलाई। दीर्घकालीन हिसाबले हेर्ने भने जति पनि बाहिर गएका स्टुडेन्ट भाइ बहिनीहरू छन् होइन नेपालबाट, तिनीहरू 80% चाहिँ फर्किँदैनन् क्या होइन। अब यसको रिजल्ट त अहिले त थाहा भएन, अबको 5-7 वर्षपछि 10 वर्षपछि एउटा पनि दक्ष जनशक्ति देशमा हुँदैन नि त होइन। अनि त्यसपछि देशको अवस्था कस्तो हुन्छ जस्तो लाग्छ क्या, कस्तो होला यो चाहिँ अहिलेको राजनीतिक कर्मीहरूले चाहिँ सोच्नुपर्ने विषय जस्तो लाग्छ होइन एकदम। तर त्यस विषयमा कसैको फेरि ध्यान यस्तो पुर्याउँछ भन्छ नि लाग्दैन। सर, के अरे हामी यहाँबाट यो राजनीतिक सुझाव दियो भने त हामीलाई त विदेश बसेको छ, नेपालको केही थाहा छैन, विदेश बसेर भुग्ने भेडाहरू भन्छन् नि सर। होइन, त्यो खास देशको चिन्ता चाहिँ बाहिरबाट देखिन्छ क्या होइन होइन। अब देशमै बसेको मान्छेहरूलाई त के थाहा हुन्छ र देशको माया के भन्ने कुरा होइन। जे पनि आफूसँग भएको कुरा एउटा घरभित्र बसिरहेको मान्छेलाई हजुर आफ्नो घरमा के गुज्रिरहेको छ उसले प्रत्यक्ष अनुभव गरिरहेको हुन्छ नि होइन। त्यो भएर उसलाई बाहिरबाट एकैचोटि देख्नु र होइन अवस्था परिवर्तन भइरहेको हुन्छ नि घरमा, त्यसलाई जानकार भइरहेको हुन्छ। त्यो भएर खासै झ्याप्पै देख्दैन अरे होइन, चलिरहेको भइरह केही दुःख पर्यो भने फेरि पार गर्छ, भोगिया हुन्छ नि त। तर बाहिरबाट हेर्दा एकैचोटि गएर फ्याट्टै परिवर्तन भयो भने त देख्छ नि त सर होइन। त्यस्तै हामी पनि विदेश भएको मान्छेलाई त अलिकति चिन्ता त देशको त छ नि त होइन। हामी यहाँ कहिलेकाहीँ लाग्दैन सर तपाईँलाई पनि विदेश आउन नपरेको भए त्यो त उहीँ हुँदा नि सोधेको के अरे सोचेको कुरा हो। अहिले पनि लाग्छ। अनि फेरि आफ्नो देश त सबैको साझा घर हो नि त होइन। त्यो आफ्नो घरको विषयमा चिन्ता लिन पाउनु, बोल्न पाउनु भनेको त हाम्रो नैसर्गिक अधिकारभित्र पर्छ जस्तो लाग्छ एकदम होइन। त्यसले गर्दाखेरि त्यो चाहिँ छ। र फेरि रान्दी हिसाबले छ नि चेतनाको चाहिँ एकदमै कमी छ कि नेपालीहरूमा होइन। कस्तो खालको छ भने नेपालको राजनीति अहिले अब हाम्रो हजुरबा चाहिँ काङ्ग्रेस हुन् अथवा हाम्रो हजुरबा एमाले हुन् होइन। हामी पनि हाम्रो हजुरबा चाहिँ माओवादी हुन्, हामी पनि त्यही हुनुपर्छ भन्ने छ कि होइन। पार्टीको सिद्धान्त अनि त्यसको पार्टीको चाहिँ शीर्ष नेताहरूले गरेको कामहरू त्यसलाई चाहिँ कहिले पनि विश्लेषण नगरिकन मूल्याङ्कन नगरिकन होइन अन्धभक्त भएर चाहिँ राजनीतिमा लाग्नु एकदमै नराम्रो हो कि त्यो पछि तपाईँ हामी सबैको लागि घातक छ बन्छ त्यो कुरा। त्यो चाहिँ त्यो सोच त्यो विचार होइन। त्यसले गर्दाखेरि अलिकति समयमा हामी अलिक सचेत र सजग हुन सकेनौँ भने धेरै अप्ठ्यारो छ नेपालको चाहिँ फ्युचर, हाम्रो देशको फ्युचर चाहिँ। त्यही अहिले आउनु भएको छ नयाँ नयाँ राजनीतिज्ञहरू पनि होइन, एक ठाउँमा मेयरहरू हुनुहुन्छ होइन। उहाँहरूको कामप्रति के छ, अलिकति राम्रो गर्नु भएको छ भन्ने छ कि होइन? ठिकै कम्पेरिटिभली चाहिँ राम्रो छ एकदमै। तर नयाँ सोच नयाँ आयो भने अलिकति फरक त पर्दो रहेछ नि होइन। एकदम पर्छ त्यो चाहिँ हो। अचम्म लाग्छ कि अब 63 सालपछि अब शान्ति सम्झौता भयो होइन। त्यसपछि सबै मूलधारको राजनीतिमा आए होइन सबै पार्टीहरू। अब त्यसपछि पनि विकासले त अलिकति पनि गति लिन सकेन कि अहिले जे भइरहेछ त्यो त यो स्वाभाविक विकास हो, नेचुरल कि त्यो केही पनि नगरे पनि हुने कुरा हो। तर यो अलिकति हुन्छ नि हामीले जति अपेक्षा गरेका थियौँ, जनताले अपेक्षा गरे जति त्यो अपेक्षाकृत चाहिँ हुन सकेको छैन जस्तो लाग्छ। ठिक छ, अब चाहिँ 84मा सबै जनताहरूको होइन बुद्धि पलाओस् होइन, भोट हाल्ने महानुभावहरूको होइन भन्न खोजेको यही होइन त? एकदमै अब 84मा मतदान गर्दा एकदम विचारको पाउनु पर्छ है। र सही लिडरलाई चाहिँ अहिले भन्छन् फेरि राजा पनि भनिरहेछन् है।
म त कस्तो लाग्छ मलाई त्यो विषयमा म तपाईँलाई एन्सर के क्वेसन गरेँ मेरो विचारमा चाहिँ अब होइन जुन आए पनि राजालाई नै नभोग्या होइन नि त भोग्या हो होइन त्यही नचाहेको हो हामीले होइन त्यही त त्यो त अब राजा राजा भन्नु त अलिक अस्वाभाविक नै हो त्यही त राज संस्था त नेपालमा कति वर्ष 200 वर्षभन्दा बढी त्यही त अलिकति सुधार भइसक्यो हो नि त होइन त्यो यो अहिलेको अब गणतन्त्र भनेको त यसको धेरै परिमार्जित रूप हो नि त यसको चाहिँ अब सही सदुपयोग हुन सकेन होला होइन तर यसलाई चाहिँ अब राम्रोसँग प्रयोग गर्न सक्यो भने त त्यो राज संस्थामा धेरै माथिको कुरा हो नि त यो प्रयोग चाहिँ अब 84मा एकचोटि होइन एकदम गर्नु पर्यो होइन हजुर ठिक छ यो अब सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू कमसेकम हाम्रो देश मुहार फेर्नलाई हजुर कमसेकम होइन अब 84 पछि गर्ने मान्छेलाई चाहिँ एकदम हामी पनि आफ्नो देशमा फर्केर केही गर्ने खालको वातावरण चाहिँ बनोस् हो त्यही अपेक्षा गर्छौँ हामी विदेशमा बस्ने फेलियरहरूलाई चाहिँ ल्याउनु भएन क्या फेलियरहरूलाई चाहिँ छोड्नै पर्यो न्यू टेस्टहरू गर्नु पर्यो होइन न्यू टेस्ट पनि फेरि फेल हुन्छ नहुने होइन फेल भयो भने छोडिदिने होइन हजुर एकदमै मेरो विचारमा किन यस्तो नेपालको पोलिटिक्स चाहिँ अलिकति एकदमै स्टेबल हुनै सकेन कि त्यही त दुःख लाग्छ यार अनि अब फ्युचर प्लान के गर्नु भएको छ अब यस्तो छ धेरै समय चाहिँ यतै बितायो 10 वर्ष थिएन हजुर त्यो कारणले गर्दाखेरि यदि आफ्नै केही व्यवसाय गरौँ कि भन्ने सोच छ अब ए हजुर जानेको पनि फेरि केही छैन क्या अब त्यही पहिलादेखि नै कि त रेस्टुरेन्ट लाइन भयो प्लान त हामीले एकदम ठुलो गरेको थियो नि सर नेपालको विषयमा हजुर है हो अब कम्पनी नै खडा गरियो दर्ता गरियो कति वर्ष नि चलाइयो होइन सर एकदम 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 पैसा नि निकै कलेक्सन गरियो है एकदमै त्यो एउटा अलिक ठुलै सपना देखेर चाहिँ सुरुवात भनेको त सानो होइन नि त होइन सर पैसा हजुर ठुलो भोल्युममा कलेक्सन नि गरिएको थियो तर हाम्रो सफल हुन सकेन है एकदम त्यो नि एउटा जिन्दगीको पार्ट्स होइन मुनिस्टोन इन्भेस्टमेन्ट कम्पनी होइन हजुर त्यसले पनि एउटा चाहिँ लेसन चाहिँ सिकायो हजुर हजुर अनि जस सबै साथीहरूले आफ्नो ठाउँबाट राम्रो गरिदिनु भएको छ होइन तर जो जहाँ जसरी चाहिँ अहिले होइन ल्यान्डिङ पनि भयो सेफ ल्यान्डिङ भयो त्यही नै खुसी छु म मेरो थ्रुबाट नि कतिपय साथीहरू जोडिनु भएको थियो तपाईँको थ्रुबाट जोडिनु भएको थियो अब सेफ ल्यान्डिङ नभएको भए त गाह्रो पर्थ्यो नि त हामीलाई त होइन यसले गर्दा यस्तो भयो भने यो सेफ ल्यान्डिङ भयो होइन यस्तो नि भयो कि यो कम्पनी चाहिँ अगाडि बढ्न नसक्नुमा सब विदेश भयो हजुर तत्कालै गएर त्यसलाई स्टार्ट गर्न सक्ने अब खालको वातावरण पनि छैन नि त त्यसले गर्दा पनि साथीहरू अलिकति छिटो गरौँ भन्ने खालको कोही कोही साथीहरूबाट हतार पनि भयो त्यो अनुसार जान सकेन त्यसले गर्दा अलिकति त्यही हो धेरै साथी भएपछि विचार पनि धेरै हुन्छ तैपनि त्यस्तो दुर्घटना त भएन नि त राम्रोसँग सेफ ल्यान्डिङ भयो अब साथीहरू जो जहाँ भए पनि फेरि होइन फ्युचरमा कुनै समयमा एक ठाउँ बसेर काम गर्न नसक्ने भन्ने त छैन नि त छैन त्यो छ अब के छ तपाईँको चाहिँ जापान अझ कति समय बस्ने खालको योजना छ होइन अझै भर्खरै नेपालमा यस्तो फर्किन मन नभएको होइन सर फर्किन मन छ हजुर र तर पनि सकिँदैन क्या किनभने अलिकति चलिरहेको नि त हजुर आफ्नो हिसाबले मन्थली स्यालेरी आइरहेछ होइन अनि यहाँ अब घर गाडी होइन कुदिरहेछ अलिकति राम्रै लाइफमा जिइरहेछौँ नि त फेरि भोलि बिहान यो सबै छोडेर गएपछि के हुने हो भन्ने टेन्सन क्या है हजुर त्यसले गर्दा अलिकति छोड्न नसक्या हो मन त मेरो त अब नेपालमै जाने नेपालमै केही गर्नुपर्छ भन्ने मनसा चाहिँ छ अझै पनि त्यो हाम्रो देशप्रतिको माया हो हजुर तर धेरै साथीहरूको हेर्दाखेरि नेपाल फर्केर फेरि त्यहाँ चाहिँ अलिकति आफूले सोचेको कुराहरू नभएपछि विदेश आएका कुराहरू पनि छन् धेरै त्यो पनि हो धेरै देशहरू गएको होइन त्यो पनि छन् होइन अब हामी जस्तो युवा हामीलाई देशको पनि माया छ हामीलाई सपनाको पनि माया छ होइन पहिला गरेका सपनाहरू कमसेकम केही हदसम्म भए पनि हामीले सार्थक त गर्नै पर्छ एकदम हामी फेरि एकजुट भएर हामी अब हामी जुन कमिटमेन्ट गरेका साथीहरू छौँ हामी बिच नै फेरि यसलाई सहकार्य गरेर सक्सेस त बनाउनै पर्छ एकदम ढिलो चाँडो होइन हजुर
ढिला होला, हामीले भनेको कमिटमेन्ट गरेको समयमा नपुगिएला, कमिटमेन्ट गरेको ठाउँसम्म नपुगिएला, तर सुरुवात त गर्नै पर्छ एकदम। तर त्यसको लागि चाहिँ कस्तो भने हामी अलिकति त्यो जबबाट बाहिर निस्किन अलिकति भने अलिक डराउने खालको के त्यो अब हुन्छ नि कि फ्यामिली नै अब बिजनेस ब्याकग्राउन्डबाट आएको हुन्थ्यो होला, अब बिजनेस गरे हुँदैन कि भन्ने खालको त्यो चाहिँ छ। मैले यो बिचमा महावीर पुनको एउटा राख्छु क्या भनाइ, केही गर्नु छ भने मूर्ख त भन्नै पर्छ होइन, अलिकति डराएर हुँदैन, मूर्ख भनेर गर्नुपर्छ भनेर जानुपर्छ होइन। तपाईँले चाहिँ गर्नुभयो, एकचोटि स्टार्ट पनि गर्नुभयो जागिर यो जबको साथसाथै त्यो त बिजनेस पनि लगभग 2-3 वर्ष त रनिङ गर्नु। 3 वर्ष चलाएँ सर मैले रेस्टुरेन्ट। हजुर, त्यसको पनि ज्ञान लिएको मैले। हजुर, त्योबाट अब त्यो नाफा घाटाको कुरा आफ्नो पाटो छ, आफ्नो ठाउँमा छ, अब बिक्री वितरण गरियो होइन। हजुर, ज्ञान चाहिँ एउटा अनुभव चाहिँ भयो। सबैले गर्ने, नेपालीले गर्ने यहाँ प्रायः जस्तो रेस्टुरेन्ट हो नि त। हजुर, रेस्टुरेन्ट गर्दा के हुँदो रहेछ त भन्ने म त्यहाँभित्रै पसेर बुझेँ, जाने। अब अझै पनि मलाई अब रेस्टुरेन्ट नै गर्छु भन्नलाई त मलाई खासै डर लाग्दैन अब त। हजुर हजुर, के छ फ्युचरमा फेरि रेस्टुरेन्टतिर जानुहुन्छ कि अरू केही विकल्पहरू? अब त अलि बढी नै भयो कि रेस्टुरेन्ट जस्तो लाग्छ सर। नेपालीहरू फेरि अब यहाँ हामीले कस्तो भयो भने यो विदेशमा आइसकेपछि पनि हजुर नेपाली भिडेको देखेँ क्या सर मैले। हजुर हजुर, उचित हो र सर, हामी त दाजुभाइ हो नि त सबै। एकदम एकदमै होइन, त्यो यो खालको चाहिँ संस्कार छ नि नेपालको। हजुर, यो जस्तो छेउमा एउटाले अब डेरी दुध डेरी खोल्यो भने हजुर उसले अलिक राम्रो गरिदियो, छेउमा फेरि अरूले खोल्दैन। हजुर, अलि फरक खालको चाहिँ बिजनेसको भिड्न त अब यहाँ जापानिजसँग भिड्नु पर्यो नि त हैन। फरक बिजनेस गरे पनि चल्छ नि त दुईजनाकै, दुईटाले गरे पनि फेरि दुईजनालाई नै दुईजनै चल्दैन क्या। त्यसो रेस्टुरेन्ट पनि ठ्याक्कै त्यही देख्छु मैले। हजुर हजुर, एउटाको अलि राम्रो भएको देखेपछि फेरि छेउमा अर्काले गर्ने, अब त्यो अलिक बढी प्रतिस्पर्धा हुनु राम्रो हो, तर अलिकति अस्वस्थ प्रतिस्पर्धा छ कि एकदमै त्यो छ। त्यसले गर्दा अब नेपाली समुदायले पनि, नेपालीहरूले पनि अलिक फरक खालको बिजनेसको बाटो अप्नाउने कि जस्तो लाग्छ। हजुर, त्यो भएर चाहिँ अब तपाईँको एज हो, हजुर, भयो भने अब छुट्टै खालको बिजनेस गर्नुपर्छ अब। हुन्छ, सहकारी जहाँ गए पनि है, नेपालमा भए पनि यहाँ भए पनि 2-4 वर्ष यतै गर्नुपर्छ जस्तो लाग्छ मेरो विचारमा। हाम्रो अस्ट्रेलियामा यताउता गर्दा पनि फरक त पर्दैन। हजुर, अस्ट्रेलियामा रहनुभएको राजेन सर अनि कतामा रहनुभएको विक्रम सरलाई अनि आग्रह गर्न चाहन्छु, हाम्रो सपना चाहिँ मर्न दिनुहुन्न होइन। चाहिँ विक्रम सरको त कतारमा अहिले जब छोडेर उहाँले आफ्नो बिजनेस सुरु गरेको त भयो नि, 5-6 महिना भयो है। हजुर, ठिक छ, कन्स्ट्रक्सन कम्पनी छ होला, सुरुवात गर्नुभयो होला, गर्दै हुनुहुन्छ र अन्य ठाउँमा फेरि जोडिन्छ भइहाल्छ नि। एकदमै नेपालमा पनि केही गर्नु पर्यो। हजुर, होइन, त्यो भएर आवत जावत पनि हुन्छ है। हजुर, हुन्छ, धन्यवाद एकदमै। तपाईँका केही विचारहरू सोध्न पाएँ मैले। हजुर, धेरै त मै बोलेँ होला है सर? होइन, यो कस्तो भने दुईजनाको हजुर एकअर्काको चाहिँ अहिलेसम्मको कुराहरू, सङ्घर्ष कुराहरू चाहिँ खोतल्ने अवसर मिल्यो नि त। हजुर, त्यसले गर्दा मलाई पनि एकदमै खुसी लाग्यो। धन्यवाद आइदिनु भयो। हजुर, फेरि यहाँ छुटपुट भएका कुराहरू हजुर फेरि हामीसँगै बसेर फेरि कुरा गर्नेछौँ, छुट्टा छुट्टै पाटो बनाएर हुन्न। एकदम एकदम, यो चाहिँ समग्रमा भयो 10 वर्ष। विशेष गरी यहाँ दर्शकहरूलाई पनि लाग्न सक्छ यो हात चाहिँ के भएको हजुरको? यो हात चाहिँ होइन, हजुर म चाहिँ साइकल चलाउने क्रममा हजुर हल्का ठोक्केको थियो। हजुर, फ्र्याक्चर भयो है? हजुर, अनि यो फ्र्याक्चर रहेछ, त्यसले गर्दा म 1 महिनादेखि अब रेस्टमै छु, काम गर्न पनि नमिल्ने होइन। अब पसलमा मेरो पसल पनि अलिक टाढा छ क्या। हजुर हजुर, अनि अब यो हात त्यसो उन्नयन गर्न पनि मिलेन। हजुर, त्यो भएर चाहिँ घरमै छु, रेस्टमा छु 1 महिनाको लागि होइन। ल, हजुरलाई शीघ्र स्वास्थ्य लाभको पनि कामना है सर। धन्यवाद, खुसी लाग्यो यसरी बस्यो, कुरा गरियो होइन। एकदमै, फेरि एउटा विगतलाई सम्झिने वातावरण मिल्यो। 12 वर्षदेखिको अब यो 12 वर्षको कुरा छोटो कुराकानीमा त संक्षिप्तमा भन्दाखेरि सबै कुराहरू अब अट्दैन, एकदमै अटाउनलाई धेरै गाह्रो हुन्छ। हजुर, त्यही पनि फेरि पनि त्यस्तो खालको कुराहरू भयो भने हजुर सेयर गरौँला। हुन्छ, यो युट्युब मार्फत ल, धन्यवाद सर। एकदम, तपाईँलाई पनि
धेरै धेरै धन्यवाद है तपाईँको यो हस्। पहिलो आजको यो कार्यक्रमको पहिलोदेखि अनि गेस्टको रूपमा चाहिँ मलाई बोलाउनु धेरै खुसी लागेको छ है र तपाईँको यो च्यानलले एकदमै सफलताको शिखर छुनुहोस् धन्यवाद। शुभकामना छ एकदम लोकप्रिय च्यानल भनोस् हस्। र तपाईँको च्यानलबाट धेरैभन्दा धेरै जापानमा अहिले आएर सङ्घर्ष गर्दै गरेका हजुर भाइ बहिनीहरूलाई चाहिँ प्रेरणा पनि मिलोस् धन्यवाद चाहिँ शुभकामना छ है धन्यवाद हस् हस् धन्यवाद धन्यवाद हेरिदिनु भयो हाम्रा केही तितामिठा कुराहरू राखियो सङ्घर्षका जापानमा आएर गरेका सङ्घर्षकाहरू कुराहरू पनि राखियो पक्कै पनि यहाँहरूलाई हाम्रो सङ्घर्षका कुराहरू काहीँ न काहीँ जीवनमा अलिकति प्रेरणा पनि मिल्नेछ र विशेष गरी जापान आउन चाहनुभएका र आएर पनि भर्खर सङ्घर्ष गरिराख्नुभएका व्यक्तिहरूलाई पनि धेरै प्रेरणाको स्रोत मिल्छ यहाँबाट यो अन्तरबाट भन्ने अपेक्षा राख्दछु हस् त धन्यवाद